वाउ यिनीहरूले के भनेको होला यिनीहरूको भाषामा बोटभरि यस्तो धेरै फलेर यति धेरै पाकेको छ साथीहरू किम्बु फाइनल्ली साथीहरू मैले टिपेर ल्याएँ किम्बु यति धेरै होइन यस्तो धेरै टिपेँ बुढी साथीहरू यति मिठो छ किम्बु कस्तो लागिरहेछ बुढी यतापट्टि हेर्दा भनिदिइहाल ल साथीहरू बाइक एक्सिडेन्ट भयो हाम्रो चाहिँ बुढी र मेरो लडाइँ यस्तो भने कस्तो लागिरहेछ बुढी लडेर गुड मर्निङ साथीहरू वेलकम ब्याक टु माई न्यू भिडियो आयो हजुर सन्चै छु म पनि सन्चै छु आज म चाहिँ बिहान उठेँ आज हाम्रो फ्राइडे छुट्टीको दिन म बिहान उठेँ यसलाई लिएर बाहिर निस्केको यहाँनिर यसको साथी पनि भेटायो साथीसँग यस्तो चल्दै पनि छ यो फटाफटा पनि गएको साथीहरू अब यसलाई म लगेर उसको रुममा राखिदिन्छु अनि आज चाहिँ छुट्टीको दिन यस्तो सुत्यो नि एकदमै धेरै सुत्यो आज चाहिँ गेम पनि खेल्न गएन भाइहरूले मलाई फोन पनि गरेन किन गरेन थाहा छैन होइन गेम पनि खेल्न गएन झाउ भयो नि आज त अहिलेसम्म सुतेँ पट्टिको मलाई यस्तो कुल छ साथीहरू बिहानै चराहरूको आवाज होइन यस्तो मजाको आवाज आइरहेछ के भन्ने चरा चुरुङ्गी मजाले गरिरहेछ म चाहिँ बिहान मर्निङ वाक गरिरहेको छु क्या एकछिनको लागि मेरो हात यस्तो दुखिरहेछ नि यो ब्याट खेल्नु नहुने रहेछ दाहिने हात चाहिँ दुखेर मेरो हैरान भइरहेछ साथीहरू के गर्ने होला एक्सर्साइज गरेर भए पनि हटाइदिन्छ अनि साथीहरू आज तपाईँहरू के गर्दै हुनुहुन्छ म चाहिँ दिउँसो गरी आज म सेम घरमै हुन्छ होला सायद बुढीसँग घुम्नु जाने सोच चाहिँ बनाउँदैछु कहाँ जाने भन्ने चाहिँ फाइनल फिक्स भएको छैन बुढी मान्यो भने बाहिर जाने हो त्यति बेलै भेटौँला एकछिनमा के गर्छु म छोटो क्लिपहरू सबै राख्नेछु साथीहरू तपाईँहरूलाई बोर लाग्न सक्छ हजुर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्सक्राइब गर्नु होला यदि भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला है त साथीहरू म चाहिँ पुन्टालाई घुमाउँदै उता ओर डाँडासम्म आइसकेँ यसलाई अब एकछिन घुमाउँछु घुमाइसकेर लिएर जाने हो रुममा लगेर यसको रुममा अघि नै भनेको थिएँ नि म यसको रुममा लगेर राखिदिन्छु भनेर पुन्टेको साथी चाहिँ यहाँनिर छ सेता हो कति ज्ञानी छ नि कति ज्ञानी ओ पुन्टे यहाँ हेर यहाँ ओइ लियो यहाँनिर छ पुन्टेको साथी अनि मसँग पछ्याउँदै आएको छ यो चाहिँ जहाँ लिएर आएछ त्यसलाई अनि त्यहाँनिर चाहिँ त्यो यतापट्टि चराचुरुङ्गीहरू क्या बोबाल कराउँदैछ साथीहरू वाउ यिनीहरूले के भनेको होला यिनीहरूको भाषामा गाड फुलाउँदै पो कराउँदैछ त तुली गाडा के भन्दो रहेछ नि यसलाई त होइन गर्दैछ तिनवटा मजाले कराउँदैछ यतापट्टिको महल यस्तो बोबाल छ साथीहरू वाउ 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 अँध्यारो रहेछ बिहानै धुम्मिरहेछ आज मेन कुरो चाहिँ गेम खेल्नु चाहिँ गएन हो साथीहरू गेम खेल्नु गएन गेम खेल्नु पर्ने गेम खेल्नु नै क्या यसलाई त मैले यो निकै फटावा छ कि ओइ यो निकै फटा भइसकेको छ साथीहरू अब यसको म व्यवस्था गरिदिइहाल्छु यसलाई मैले व्यवस्था नगरिकन भएन वाउ यस्तोमा आएर बस्दा मजा हुँदो रहेछ क्या यतापट्टि हेरिदिनु न यतापट्टि हरियाली अनि चराचुरुङ्गीको आवाज होइन कुल हुने एक दिन छुट्टीको दिन पनि मजा हुने क्या बिहानभरिमा अब यसलाई निकै बेर घुमाउनु पऱ्यो क्या आज चाहिँ म चाहिँ ल साथीहरूले अब एकछिनमा भेटौँ ल साथीहरू यस्तो बोबाल फुलेछ मेरो बुढीले रोपेको फुल हेरिदिनु न फुलको फुलिसकेपछि त है क्या बोबाल हुने एन्जेलिया यस्तो राम्रो फुलेछ यहाँनिर एउटा एन्जेलिया थियो माथिबाट ड्रोन सट हान्थ्यौँ ड्रोन सट हान्दा त त्यति राम्रो देखिँदैन रहेछ त यहाँनिर चाहिँ कति धेरै फुलेको छ क्या एउटै हाँगामा फाइनल लुक्स चाहिँ यस्तो रहेछ मेरो बुढीले रोपेको एन्जेलियाको अनि यतापट्टिको त कति देखाउने होइन साथीहरू यो सबै टोटल्ली यहाँनिर पनि मजाले फुल्नु सुरु गरेछ यो डान्सिङ डल पनि फुल्नु सुरु गरेछ हिजोस्ति मात्रै ल्याएर यहाँनिर राखिदिएको थियो अनि यतापट्टिको एउटा बगानबेली पनि यस्तो मजाले फुलेछ यहाँनिर भएको बगानबेली यो फेदमै फुल्ने बगानबेली पनि रहेछ मजाले भुइँमा टक्क फुलिदिइरहेको छ यो पनि तर यिनीहरू चाहिँ फुल्नु सकेन साथीहरू यो किन फुलेन भनेर सोचिरहेको छु यिनीहरूको अहिले सिजन पनि होइन होला सायद यो फुल्ने फुल सम्बन्धी त मलाई खासै त्यस्तो केही पनि थाहा छैन तर भुइँमा पनि फुलिरहेछ फुल्नु चाहिँ तर भमराले नि सबै टोकेर कस्तो झार्दैन नि झ्याउ बनाइरहेछ क्या यतापट्टिको साथीहरू यस्तो मजाले फुलेछ यो सबै टोटल्ली
अस्तिको हप्ता यो अलिकति मात्रै फुलेको थियो, योचोटि चाहिँ मजाले फुलेछ, निकै धेरै फुलेछ यो। वाह कलेज टाइपको यस्तो राम्रो देखिँदो रहेछ क्या यो पनि राम्रो। साथीहरू आज चाहिँ मैले बिहानै कफी लिने सोच गरेँ, यति धेरै कफी 1 गिलास कफी बनेर छु, कफी पिउने हो। त्यस पछाडि म जान्छु बजार। यतापट्टिको माहौल सधैँभरि देखेकै हो साथीहरू हजुरले, यतापट्टि मकै निकै ठुल्ठुलो भइसकेको छ। दोहोरे एक कोरे मकै गोड्ने उपर त गरिसक्नुभयो, यतापट्टि गोड्न बाँकी छ, दोहोरे गोड्ने बेला हुनु हुन आँटेछ। मेरो बुढी भित्र सुतिरहेको छिन्। बुढी गुड मर्निङ। बुढी उठ उठ छिटो। मैले आज चाहिँ देखाएको छैन बुढीलाई, किनभने सधैँभरि देखाउँथेँ, सधैँ पनि सुतेको कि बुढी चाहिँ जहिले सुतिराखेकै हुन्छ बिहान धेरै जस्तो। किन सुत्यो त चाहिँ मलाई थाहा छैन। कालु त्यहाँ कराउँदैछ, सेतु तिमी बसिरहेछ क्या हो, अघि आइज भनेको आएन, पुन्टेको साथी तिमी बसेको छ जस्तो छ, अनि कराउँदैछ जस्तो छ कालु चाहिँ। साथीहरू कफी बिहान बिहानै कफी लिने हो। हेरौँ त्यहाँ छ कि छैन, किन कराउँछ त्यो कराउँदैछ यहाँनिर, त्यसलाई त म देख्दिनँ। ए त्यहाँ सुतेछ नि त, अनि त्यसलाई पानी दिनु पऱ्यो, अघि खेलेर गलेको छ, पानी दिनु पऱ्यो, पानी खाओस् अनि त्यसपछि जान्छ। साथीहरू आज म तपाईँलाई नयाँ ठाउँमा लिएर आइसकेको छु। यो चाहिँ हाम्रो नयाँ ठाउँ। म चाहिँ आज छतको टपमा आएर बसिरहेको छु होइन, भिडियो गर्नु मन लाग्यो क्या बिहान बिहानै यहाँ आएर। यहाँ वरिपट्टिको माहौल यस्तो बोबाल छ नि साथीहरू, हेरिदिनु त। यहाँबाट यो चाहिँ हाम्रो गाउँ, यतापट्टि यस्तो मिठो ठाउँ छ, अनि यो माथि यतापट्टि वरिपरि घर बनिसकेको छ। अनि यहाँ तल पनि एउटा घर बनिँदै थियो, त्यो पनि बनिसक्नु आँटेछ त्यहाँनिर यो एरिया होइन। ल साथीहरू यतापट्टिबाट घाम आइरहेछ, अब घाम तापौँ भन्दा पनि गर्मी छ, गर्मी सिजन सुरु भइसक्यो। यता माथिको त्यो घर क्या छिटो बनिसक्यो साथीहरू। अनि यहाँबाट अगाडिपट्टि माथि चाहिँ तोकमेडा भन्ने ठाउँ छ, यहाँ माथि जाने हो भने। अनि हामी छौँ त्यहाँनिर किम्बो टिप्नु जानुपर्छ होला। किम्बो फलेको छ त्यहाँ पल्लोपट्टि दाइलाई मागेर किम्बो खानु पर्ला अब। साथीहरू हाम्रो दाइकोमा यति धेरै किम्बो फलेको छ नि, मैले यहाँनिर यति चाहिँ टिपेँ, झन्डै एक प्लास्टिकको नाटो यो बोटभरि यस्तो धेरै फलेर यति धेरै पाकेको छ साथीहरू किम्बो। हेरिदिनु त, म चाहिँ किम्बो खानु आएको यहाँनिर रुखमा, किम्बोको रुखमा किम्बो त खानु, तर भेट्ने ठाउँै छैन हौ। कति टाढो छ त, तल छ, कसरी भेटाउनु। म अब त्यहाँ गएर टिप्नु पर्यो, रुखमै गएर। फाइनल्ली साथीहरू मैले टिपेर ल्याएँ किम्बो यति धेरै होइन, यस्तो धेरै टिपेँ। बुढी हेर त यहाँ किम्बो, हेर न एकचोटि। हो नखाने वा क्या गुलिएछ यो किम्बो साथीहरू, आम्मामा यस्तो मिठो छ। ठ्याक्कै एक थाल ल्याएँ क्या, अझै धेरै ल्याउनु चाहिँ, तर मलाई अल्छी लाग्यो, त्यही भएर मैले टिपिनँ धेरै चाहिँ होइन। घाँस काट्नु भएको अरे दाइले चाहिँ, अनि यो किम्बो पाकेको चाहिँ झर्छ भनेर उसले काट्नु भएको रहेछ क्या। त्यो हाँगा काट्ने हुन्छ नि रुखको, त्यस्तोले बिस्तारै। साथीले यति मिठो छ किम्बो, हामी भुरामा के खान्छ। आज मैले बनाएँ सुँगुरको मासु। अस्तिको हप्ता चाहिँ सुँगुरको मासु बनाएको थिएन, राँगाको थियो, बुढीले बनाइदिए राँगाको मासु। बुढी यहाँनिर, छोरी त्यहाँनिर। हामी आज सबैजना छौँ साथीहरू, सबैजना घरमै। अनि मेरो छोरो अब स्कुल जान आँटेको, छोरोलाई स्कुल पुऱ्याउनु जान्छु खाना खाएर। म पनि आज छिटै खाना खान्छु, पाकिसक्यो लगभग। आज मैले खतरा खाँदै बनाएको छु, फ्राई होला। खाउँ लाग्ने चाहिँ छैन, हेर्दा त नखाउँ लागिरहेको छ। खाउँ लाग्ने छ कि छैन साथीहरू कमेन्ट गरिदिनु होला ल। साथीहरूलाई देख्नु पनि कराईमा पकाउँदै बुढीले चाहिँ मासु चाख्दैछ, तातै कति तातो खान सकेको होला। अनि छोरी
त्यहाँनिर मेरो छोरीले किम्बु खानु भएन, त्यहाँ किम्बु थियो। छोरा आउनु है किम्बु खानुलाई। किम्बु त खाएकै छैन होला, छोरीलाई त यादै छैन होला। कहिले? हिजो अस्ति ए हो र। ल साथीहरू अब एकैचोटि खाना खाँदा भेटौँ। 2 कराई मासु जम्मा जम्मी 4 जनाको लागि बनाएको छ। मैले त खाइसक्छु सक्दिनँ, 2-3 पिस मात्रै खाने। यस्तो सेतो सेतो छ नि साथीहरू, वाउ यस्तो सेतो छ क्या। ल एकैचोटि खाना खाँदै है अब म यहाँ। ल साथीहरू फाइनल्ली मैले चाहिँ सुँगुरको मासु पनि पकाइसकेँ। यस्तो बबाल भयो, पाएको पाकेन त्यो चाहिँ थाहा छैन। यतापट्टि मेरो छोरी स्कुल जानुको लागि माम खाँदिनुहुन्छ, छोरी अनि बुढी। अनि छोरीले बनाएको अरे बनाएको भन्दा छ छोरीले तास्नु रहेछ गाजर। आज सब्जी केही छैन, यहाँनिर दाल छ, सुँगुरको मासु अनि यो गाजर, यतिकै खाने हो साथीहरू खाना। कस्तो भयो छ राँगाको चाहिँ म खान्न आज, अहिले एकछिनमा खान पनि सक्छु। पहिला सुँगुरकैबाट टेस्ट गरिदिउँ है त। ओहो सुक्खा सुक्खा भएछ, मिठो नै होला। तातो तातो छ साथीहरू। ल खाना साह्रो बनाएको थियो आज चाहिँ। खाना अलिक ज्वरो भएछ तर मिठो छ। अलिकति पानी आयो भने माथि पचर गरेर कुकरको भित्रै बिगारिदिन्छ। खत्तम खाँदै रहेछ मिठो भएछ हौ। यो छोरोलाई मनपर्छ फलमासु। छोरो मेरो छोरोको लागि सुँगुरको फलमासु। ल साथीहरू यो टोटल्ली मगाएर खाइसक्ने हो होइन। सब्जी चाहिँ आज गाजरको टुक्रा 1। भाइलाई नहेरी हालिदिन्छ छोरी दिदीले, फेरि खत्तम गरिहालेछ नि सुँगुर भाइ होइन सबै म हालिदिनु पर्दैछ। भयो त ल। यस्तो टेस्टी भएछ, लाइट बाल्नु पर्ने थियो, अँध्यारो भएछ हौ। वाउ साथीहरू हाम्रो हात्तीबार यस्तो बोबाल फुलेछ नि, त्यहाँ पल्लोपट्टि पनि तल झरेछ फुलेर होइन। यस्तो मजाले लप्रक्कै फुलेछ। यता माथिको पनि यो पनि फुल्छ नि हेर्नुपट्टि, ए फुल्छ त, यो पनि फुल्छ, त्यतापट्टि पनि फुल्दै रहेछ। कस्तो बोबाल क्या, हेरिदिनु त। वाउ मेरो बुढीले रोप्छ फुलहरू चाहिँ परेको यति धेरै रोपेको छ। जहिले म बुढीकै फुलहरू देखाउँछु अनि ऊ यसरी सरसफाइमा बुढी यस्तो धेरै जुट्छ नि। यता हेर त बुढी, स्याक र सुकसुक गर्दै मेरो बुढी सरसफाइमा यस्तो खतरा जुटिरहेछ। फुलबारीको सरसफाइ गरेको भए यतिखेर फुलै फुल त भुइँभरि फुल हावाले उडाएर झरेको छ। अनि त्यो चाहिँ सब बढार्ने यति नै काम छ बुढीको। दिनै पछि बढार्छिन् त फेरि बुढीले त। ल साथीहरू त्यस्तो छ होइन। कच्चा लागिरहेछ बुढी, यतापट्टि हेरेर भनिदिइहाल एकचोटि फेरि। यता हेर त एकचोटि फ्यास छ त्यसै हो, बगोस् न नि। ल साथीहरू बुढीले नहेर्ने रे, अब म बजार जानुपर्ने भयो। बजार गएर भरे भेटौँ ल एकछिनमा। फाइनल्ली साथीहरू मैले स्टार्ट गरेँ राजालाई, बुढी त्यहाँनिर थिएन। अब बुढी म राजा चाहिँ जाने हो। मेरो छोरीको एक्जाम हुँदैछ 12 गतेदेखि होइन, छोरीको एक्जाम 14 गतेदेखि मेरो छोरीको 12को एक्जाम हुँदैछ। त्यही भएर अब हामी जाने छोरीको क्याम्पस होइन, स्कुल केन्द्र तल मेदिपुल भन्ने ठाउँमा परेको रहेछ। त्यहाँ गएर हेरेर आउने बाटो पनि हेर्ने भनेर जान आँटेको। अनि मेरो छोरीलाई चाहिँ उसको मामुले पुर्याउँछ, अनि उसको मामुलाई चाहिँ मैले बाटो देखाइदिनु पर्ने छ। त्यही भएर बुढीलाई लिएर जाने हो मेदिपुल गएर हेर्नु पर्छ साथीहरू कस्तो रहेछ बाटो। भेटौँ एकछिनमा ल बाटोमा। ल साथीहरू बाइक एक्सिडेन्ट भयो हाम्रो चाहिँ। बुढी र मेरो लडाइँ यस्तो भने यस्तो मलाई ढुङ्गा गाडी रहेछ कि यहाँनिर बिचरा मेरो बुढीलाई बाइकमा लडाएँ यार मैले त्यट। ल साथीहरू खतरा लड्यो। अब बाइक उठाउने हो। राजा पल्टेको छ यहाँनिर, राजालाई उठाउनु पर्ने भयो। अब 2जनाले सकिँदैन, 2जना बाइक कस्तो ढुङ्गा गाडी बनाएको मुलायो त। ल साथीहरू लडेर पनि उठिसक्यो। यो बाटो चाहिँ भर्खर बनाउँदै रहेछ, यस्तो ढुङ्गा गाडी बनाएको रहेछ। यो पिच गर्नुपर्नेमा यस्तो ढुङ्गा गाडी बनाएर कस्तो लागिरहेछ बुढी लडेर।
आयो यतापट्टि जाउँ त यहाँनिर उभियो त उभियो न त्यहाँनिर छिटो न म एउटा यहाँ भिडियो बनाउँदैछु कि यतापट्टि ल यो चाहिँ थम्बनेलको लागि आयो यतापट्टि हेर न मजाले ल साथीहरू यति साह्रो लड्यो नि राजाको ध्वस्त भयो राजा पनि धन्न काहीँ पनि केही भएन अनि पछाडि एउटा भिडियो र हामीसँग गोप्रो थियो र गोप्रो रेकर्ड थियो भने मजा आउँथ्यो क्या बुढी ओर्लिन्छु कि ओर्लिन्छु भन्दै थियो आया मेरो त ढाड लास्टै दुख्यो साथीहरू यो ढुङ्गा गाडीमा अल्झेर यसमा केमा टाँसियो क्या यो होइन म यता उँधो झार्नु पऱ्यो भनेको कि यहाँबाट उँधो झारिदिनु पऱ्यो यतापट्टि ग्यान्द्राङ ग्यान्द्राङ गऱ्यो भनेको त बरु तेर्से गएको केही हुने थिएन नि अनि बुढी आत्तेको आत्ते गऱ्यो अनि गुद्रुङ गुद्रुङ गर्दा गर्दै लडिहाल्यो नि ल साथीहरू अब फेरि भेटौँला अब एकछिनमा लड्यो अब उता पर एउटा बाइक पनि आउँदो रहेछ यता ल साथीहरू मेरो छोरीको एक्जाम दिने ठाउँ चाहिँ यही एरिया हो मेदिपुङ स्कुल भन्ने ठाउँ चाहिँ यहाँ पल्लोपट्टि पनि रहेछ यतापट्टि पनि रहेछ अनि मेरो बुढीलाई आज मैले लडाएँ साथीहरू होइन हामी दुईजना लड्यौँ म त लडेको मजा पायो बुढी आत्तिँदै थियो पुरै तर्सेर है बुढीको बिजोग छ नि बिचरा बुढीलाई नयाँ बाइकमा लडाएर छैन हो राजाले लडायो हामीलाई भन्दा पनि मैले आफै लडाएको त्यो बाटो नै अत्याधिक अप्ठ्यारो छ साथीहरू अब हामी यहाँबाट फर्केर घरमा गएर खाजा खानेवाला बुढीले खाजा खाएर जाउँ त भन्दै थियो अघि नै अब गएर खाजा खाने अनि त्यस पछाडि भेटौँला है त अभी मजा आएगा ना भिड़ो साथीहरू हामी बाटोमा छौँ अब उतापट्टिको बाटो हामीले चेन्ज गरेर नयाँ बाटो आएको बाटोको अप्सन जति सबै हेरेको आज बाटोको अप्सन जति जम्मै हेरेको हाम्रो राजाले हामीलाई लडाएको भन्दा पनि हामीले राजालाई लडायो माथि मैले चाहिँ यहाँ उनीको बाटोको अप्सन त डेन्जरै रहेछ यो पनि राम्रै छ यो बाटो अब हाम्रो घर जाने बाटो यो पनि हो हामी उतापट्टिबाट आज कति धेरै घुम्यौँ है घुम्नु चाहिँ टन्नै घुम्यौँ त्यो बाटो पनि डेन्जरै रहेछ ग्राभेल जाँदा गरेको छ ग्राभेल गरेको बाटो त डेन्जरै छ साथीहरू ल यो चाहिँ नगरपालिकाको बाटो हो हाम्रो ताप्लेजुङ नगरपालिकाको बाटो भित्रको बाटो पनि गाउँ बस्तीमा त राम्रो बनाउनु पर्छ नि के हो यार यस्तो पनि हुन्छ म नगर प्रमुख भयो भने त्यो बाटो जम्मै पिच गरिदिन्छु है साथीहरू आफै ढुङ्गा बोकेर भए पनि अलि धेरै भन्यो होला हाम्रो ठाउँ खै के छरेको छ मकै मकै छरेको उपरबाट हेर्नु अक्षम मकै छरेको कहाँ भयो मकै छरेको रहेछ साथीहरू हामी चाहिँ छोरीको एक्जाम दिने स्कुललाई पनि हेरेर आइपुग्यौँ अनि राजामा गएको थियौँ राजामा दुईजना लडेर बिचरा मेरो बुढीको हात खाइदियो देखिँदैन कि दुखेको छ भित्र दुखेको छ छुनै पाउँदैन साथीहरू बाइकमा लड साथीहरू अघि भिडियो गरेको थियो भने चाहिँ नि यस्तो फन्नी हुन्थ्यो नि यस्तो फन्नी हुन्थ्यो बबाल फन्नी भएको थियो भिडियो पनि तर भिडियो थिएन भिडियो अरे फन्नी भएको थियो तर भिडियो चाहिँ भएको थिएन मेरो पनि मैले उठाएको होइन आयो ल साथीहरू अब एकछिनमा बुढीले खाजा के बनाउने छिन् गरी खाजा खाने अनि त्यसपछि फेरि बजार जानुपर्ने भयो सामान आएको छ अरे सामान रिसिभ गर्नुपर्ने भयो अनि साथीहरू मेरो बुढीले रोपेको प्लान्टहरू म जहिले देखाउँदैछु यहाँनिर यो प्लान्ट अस्ति पनि देखाएको थिएँ फुलेर यस्तो बबाल भएको छ
यो चाहिँ मलाई अत्याधिक मनपर्ने प्लान्टभित्र पर्छ क्या यो फुल कि प्लान्ट हो यो त प्लान्टै हो नि होइन यस्तो बबाल बबाल फुलेको छ अनि यतापट्टि हाम्रो यो अघि पनि मैले भिडियो बनाएको थिएँ यो रोज जेरेनियम यस्तो दमदार भइरहेछ हेरिदिनु त रोज जेरेनियम होइन यसको त नाम अर्कै छ अर्कै छ यो महँगो खाले होला होइन रोज जेरेनियम भनेको त उतो पल्लो यो कुन हो ए रोज यो चाहिँ हो रोज रोज जेरेनियम रोज जेरेनियम यतापट्टि मेरो बुढीले सबै फुलहरूको नाम पनि थाहा छ होइन यसको नाम चाहिँ के हो त्यसको हेबिस्कस होइन होइन पेलर्गोनियम ए पेलर्गोनियम तर अर्को कलरको यस्तो बबाल होइन यो अर्को कलरको यहाँको पेलर्गोनियम खै ठुलो मैले यहाँ हटायो हे राख्नु पर्थ्यो नि यहाँनिर अब अर्को ल्याएर राख्ने थिएँ जेरेनियम राख्ने साह्रो पत्ता झऱ्यो ओइ लडे जस्तै पो भयो यत्रो खाल्टोमा झन्डै यो तलको चाहिँ किन भुइँमा सारेको त्यो पानीले भित्दा पनि केही हुँदैन नि त अलिक ए अँ पानी साह्रो पऱ्यो नि त पानीले गर्दाखेरि माथि अस्ति चाहिँ माथि त्यो साथी र तल राखेको अरे त्यही भएर अघि मैले सोच्दै थिएँ यो किन तल झरेको भनेर यो के भेराइटी छ यो चाहिँ जेरेनियमको आइभी भन्छ कि कस्तो दामी फुल्छ आइभी आइभीवाला जेरेनियम अरे हो ए आइभी भनेको त सयपत्री जस्तो फुल ल साथीहरू अब एकैचोटि खाजा खाँदै भेटौँ यति धेरै फुलै फुल मेरो बुढीको रहर स्याट कुन भयो स्याट ओहो यो त मैले देखेको रहेन रहेछ नि त ओहो नयाँ यसको नाम चाहिँ के हो बुढी डेन्जर छ ल डेन्जर साथीहरू मैले खाजा चाहिँ नुडल्स बनाएँ बुढीले बनाउँछु भन्दा भन्दै पनि मैले आफै बनाएँ नुडल्स यति धेरै करेन्ट नुडल्स बनेर छु साथीहरू 1 कार्टन करेन्ट नुडल्स सबै बनाएँ मैले होइन किनभने नानीहरू पनि आएको छन् माथिबाट फियो नानीहरू अब खाने हामी सबैजनाले खाजा यही करेन्ट नुडल्स मेरो छोरो अब खाउँ खाजा ल मेरो खाजा चाहिँ यस्तो छ साथीहरू आज दिउँसो बिहानकै सुँगुरको मासु र बासी भात करेन्ट नुडल्स छोरीको हेर्नु जाँदा बिहाबल गरेको रहेछ कि कत्रो कत्रो खालको बिहाबल फेरि ढुङ्गा पनि